आज I'm gonna react to some of the most random Nepali memes. Let's get right into it, ल रमाइलो त यता रहेछ यार अब थोरै नजिकै आइदेऊ न त्यो सुन्तला झिकेर खाइदेऊ न हे सम्झिँदा नि मुखरा सैराको छ बोक्रै सुत्दा चपम झैलाको छ Man, I didn't know Dori was chill like that यार के अनि मैले चाहिँ खास चाहिँ लोकदेरी त्यति हेर्थेन पनि पहिला के हेर्नुहुन्थ्यो तपाईँले मैले इङ्ग्लिस गानाहरू हिन्दी गानाहरू हेर्थेँ मैले इङ्ग्लिस हेर्ने तपाईँले त्यो चाहिँ त्यतातिर ध्यान थियो मेरो खै एउटा इङ्ग्लिस आउनुहोस् त कस्तो रहेछ Come along, babe. Ask to my face. What are you when you wanna see you again? Why are you gay? रोटु हेर्नु नरहे नेपाल नरहे नेपाली नेपाल रहे नरहे खोइ के भन्छ नि हाम्रो आउँदै रह्यो किन भन्दै कस्तो आशा आयो भने दिमागमा धेरै स्ट्रेस भइसक्यो क्या एकदमै कसले पोलिटिक्स खेल्छ कसले के खेल्छ होइन आफूले देश मात्र बनाउन इच्छा छ आफूले अरू कुरा केही इच्छै छैन दिस गाई इज एन एक्टर जस्तो लाग्छ यार कहिलेकाहीँ अलिकति होइन ड्रामाटिक पाराको क्या हुन्छ नि कन्डम फुटिसकेछ यस्तो यस्तो साउन्डमा पनि मिम बनाइरहेको छ केटाहरूले साथीको बिहे राति साथीकै घरमा सुतेको थिएँ अति यार कसम तपाईँको बिहा भयो कि नै बहिनी हजुर बिहा त भइसक्यो श्रीमान कहाँ हुनुहुन्छ श्रीमान त मै हो श्रीमती घरै छ ट्विस्ट हो स्टोरीमा खास गरी यो सेक्सको अनुभव म त गर्छु हरेक देशमा गरेको छु पैसा तिर्छु त्यहाँ युरो लिन्छ कोरियामा 10,000 लिन्छ दिस म्यान इज क्रेजी यारमा के भन्छ बुढा यार पडकास्टमा त है तिम्रो त्यहाँ ब्याङ्ककमा जम्मा चाहिँ 2,000मा हुन्छ लेडी बोयसँग त गरेर नि बुढाले This is my dad. This is मसाला कुर्सी हो टेबल हो दिस इज भन्लाई he is my dad. खास गरी करेक्ट ग्रामर त त्यही हो होइन अङ्क इज प्रोबेबली ड्रङ्क होइन चाकको पुवा भनेको हग्नको लागि हो के भन्छ यार रमाइलोको लागि होइन आफै भन्नु वाट इट डज इट मिन सरासर त्यो त होमोफोबिक कमेन्ट हो कि साथीलाई मिलाएर आम पाचक हाने पछि द मुभ आम गर्न पुल अन माई फर्स्ट डेट रे रिस तपाईँलाई यार क्यारेक्टरहरू यार अदर्स तेरो कोही पनि साथी छैनन् ले इन्ट्रोभर्ट मी रे मेरो एउटा कुखुरा साथी थियो होइन कुखुरा साथी थियो अनि ऊ चाहिँ मसँग सँगै सुत्थ्यो मसँग सँगै खान्थ्यो अनि मैले स्कुल जाँदा नि उसलाई लिएर जान्थेँ सँगै होइन अनि त्यो गर्दाखेरि चाहिँ अब यस्तै दसैँको दिन फुलपातीको बेलामा चाहिँ मेरो मदर स्टेप मदर हुन्छ उहाँले काटेर खाइदिनु भयो डोन्ट गेट मी रङ है आशिका तामाङ इज अ ग्रेट वुमन है तर सी कुड बी सो वियर्ड समटाइम्स है एभ्री फ्रेन्ड सर्कल हेज द्याट वान ब्रो रे गाँजा के भनेर भन्नु न 24 घण्टामा गाँजाको बारेमा मात्रै भनिदिन्छ सर सुन्नुहुन्छ त्यो त तपाईँले भन्नुहुन्छ है गाँजा कति प्रकारको हुन्छ क्यानाबिस इन्डिका क्यानाबिस स्याटिभा क्यानाबिस रुद्रालिस अनि क्यानाबिस स्टोनर रहेछ त के अरे हुन्छ त्यो 120 वटा कम्पोनेन्ट मध्ये एउटा क्यानाबिनोट र टीएचसी आमा डिटेलमा म्याच मेकिङमा केटा खोज्दै है रे यस्तोमा सब खरेर बस्यो क्या के केटा यार आम्मो यस्तो थर्स्टी नेपाली केटीहरू त अहिलेसम्म देखाएको थिएन यार मैले भविष्यमा एउटा यस्तो सपोर्टिभ लाइफ पार्टनर त म पनि डिजर्भ गर्छु यार हिरो सुटिङमा जानुभएको होइन त त्यहाँ कपाल कोरेर बस्नलाई उहाँ त त्यहाँ रात दिन दुःख गरेर अब के कसरी हुन्छ मेहनत गरिराख्नु भएको छ त्यही भएर त कपाल मिलाइराख्ने टाइम हुँदैन यो आज पनि मैले भ्याएको छुइनँ यत्तिकै आएको छु तर होइन आम लोकी जेलस अफ द रिलेसनसिप क्या उसलाई पहिलोचोटि क्याफेमा डेट बोलाएको थियो अरे कफी खाने पारा त के हो तास खेल्दा पैसा सके त साथीले सापटी नदिएपछि रे मानवता भन्ने कुरा बिर्सिनु भएको हजुर सबैजनाले तपाईँको गर्लफ्रेन्ड कति छन् अहिले -0 दिनदिनै चेन्ज गर्नुहुन्छ तपाईँ 0 पनि होइन -0 त्यसरी गाली नगर्नुहोस् न सेक्सी बुढा दुध दिने गाईको कहिले काहीँ लाती त सहनै पर्छ नि होइन गाई हैनस् तम पिसालो सर्प होस् बल्ल
दुध दुने गाईलाई युज गर्दाको परिणाम म बोल र स्मार्ट मात्र होइन क्लेभर बनेछु खोइ मैले भनेको पैसा दिस क्लिप इज नट अ मिम होइन म्यान यो भिडियो नै इट्स सेल्फ इज अ मिम क्या भन्नु खोजेको बुझ्यो होला तपाईँले होइन सेक्सी बुढा हजुरको हिडन ट्यालेन्ट चाहिँ के हो म गीत गाउन सक्छु अहिले गाएर सुनाउनुहुन्छ तेरी काली आँखियों के संग दाढ़ी धड़कन की तेज दाढ़ी लुट जा छुट जाए संग प्यार रहे ना रहो मैं रहूं सजदा तेरी सजदा हिज ट्यालेन्ट सुड बी हिडन हो क्या छक्का खक्कादको भरी अमूर्त मूर्त सम्पदा उत्तमम दददात पाद छक्का खक्कादको भरी अमूर्त मूर्त सम्पदा म बासना हुँ कस्तुरी म्यान वाट इज हि सेइङ के भन्न सर सर्वदा यम पादम ठुचुक ठुचुक म रीति हूँ रिवाज हूँ म बाणी हूँ म अर्थ हूँ म रीति हूँ रिवाज हूँ म इलेक्सन बाणी क्याम्पेन हूँ, म जस्तो अर्थ लाग्यो हूँ। होइन त्यसमा भाषण हान्ने जस्तो लाग्यो समस्त दुःख बिर्सना। Alright, so that was it for today, guys. You're watching 4L Cool channel right now. It's me, Pravesh. It's been a pleasure. Take care, guys. Peace.